श्री हरि राधेश्याम। आजको पञ्चाङ्ग लिएर आएको छु। सर्वप्रथम गुणरत्नको एउटा श्लोक। न ध्यानै शिवको गरेर पछिको जन्जाल मेटिदियौँ, न स्नान व्रत दान तीर्थ जपले स्वर्गै पनि अर्जियौँ। पौशाला फुलपाटीले न त यहीँ नामै चलाइलियौँ, एउटै केही पुरुषार्थ सिद्ध नगरी यो जन्म फालिदियौँ। त्यो हुनाले गर्दा कुनै न कुनै धर्म कर्म गर्नुपर्ने छ साथीहरू। आजको पञ्चाङ्ग। आज विक्रम आदित्य श्री सम्वत 2082 साल, सिद्धार्थी नामको संवत्सर, शरद ऋतु, कलि 5127 वर्ष, कार्तिक महिनाको 16 गते आज आइतबार, कार्तिक शुक्ल पक्षको द्वादशी तिथि। आज एकादशी व्रत पनि परेको छ। किन भन्नुहुन्छ भने हिजो 51 घडीबाट माथि भएको हुनाले गर्दाखेरि हाम्रातिर या मणिपुरतिर चाहिँ हामीहरू द्वादशीका दिन अथवा प्रदोष व्रतको अघिल्ला दिन लिने गरेका छौँ। पूर्व भाद्रपदा नक्षत्र नोभेम्बर महिनाको 2 तारिक 2025, काला र उत्तर दिशामा केन्द्रित रहने, योगिनी नैऋत्य दिशामा रहने, सूर्य राशि तुला, गुरु राशि कर्कट, शनि मीन राशिमा केन्द्रित रहने, चन्द्रमा कुम्भ, मीन राशिका पहेँला उत्तर दिशामा केन्द्रित रहने। आज कुनै पनि बाण परेको छैन र आज रविबारका 12 अधिपति देव सूर्य नारायण भगवानको आज हामीहरू ध्यान गर्नेछौँ। जपा कुसुम समकासं काश्यपेय महादुतिं तमोरिं सर्वपापाग्नं प्रणतोस्मि दिवाकरम्। ओम गृहिणी सूर्याय नमः। आजको दिन सबैमा मङ्गलमय रहोस्। श्री हरि राधेश्याम। जय श्री राम।